यहाँ आउने सबैजनालाई मेरो तर्फबाट नमस्ते भन्न चाहन्छु। मेरो नाम चाहिँ जुनी थापा, म शारदानगर टाउनबाट आएको हो। कि मलाई पनि अघि होइन बहिनीले भनेको जस्तै मलाई पनि त्यही समस्याहरू थियो कि होइन कि मैले पनि यो डिएक्सनको बारेमा चाहिँ थाहा पाएँ उहाँबाट कि मलाई यो समस्या भएको त मलाई आज 6-7 वर्ष भइसक्यो। तर म चाहिँ होइन मैले सुरुमा चाहिँ मैले दुईवटा अपरेसन गर्यो, मेरो पनि ब्रेस्ट क्यान्सरै हो। कि मैले चाहिँ होइन कि पहिला त्यसरी 3टा अपरेसन गरायो, त्यहाँबाट म कि मैले हस्पिटलको औषधिहरू म केही पनि गरेन के, केही पनि गरेन। अनि फेरि अहिले यो समयमा चाहिँ म 5 वर्षको समयमा चाहिँ यो फेरि पनि उल्झ्यो के उल्झ्यो। अनि अहिले उल्झिसकेपछि चाहिँ मैले यो डिएक्सनको यो ड्रग्स खायो भने राम्रो हुन्छ भनेर मैले थाहा पाएँ। उहाँ बहिनीले चाहिँ मलाई थाहा दियो कि त्यहाँबाट मैले यो खान थालेको चाहिँ अहिले 1 वर्ष हुन्छ, अब 1 वर्ष हुन्छ। कि मलाई डक्टरले भनेको थियो मेरो अहिले यो ठ्याक्कै यही महिनामा हो, जेठ महिनामा म भरतपुर जुन क्यान्सर हस्पिटलमा जाँदाखेरि चाहिँ मलाई डक्टरले भनेको थियो 8वटा किमो चढाउनु पर्छ, अनि 8वटा किमो चढाउनु पर्छ र स्तन सबै फाल्नुपर्छ भनेको थियो। यसरी भन्दाखेरि चाहिँ मलाई एकदमै आज म यो हस्पिटलको जुन यो औषधि गरेर म ठिक हुँदैन आज होइन, कोही पनि जुन हस्पिटलको औषधि गरेर चाहिँ ठिक भएको भनेको सुनेको छ, सबैजनाले सुन्नु भएको छैन नि त है, सुन्नु भएको छैन। अनि मलाई पनि कुनै पनि मलाई त्यो हस्पिटलको औषधि मलाई विश्वास लागेन के। यो पनि एउटा विश्वास नै हो नि हामीले खानु भनेको नि है। कि त्यहाँबाट अनि मैले यसरी थाहा पाइसकेपछि चाहिँ मैले सुरुमा सुन्दाखेरि त मलाई कस्तो लागेको थियो भने यो नि हुन्छ होला जस्तो लागेको थियो, मलाई अलिकति विश्वास आउन गाह्रो भयो। त्यहाँबाट चाहिँ मैले खाएर हेरौँ उहाँलाई भएको छ भने मलाई पनि हुन्छ होला भन्ने मेरो मन एकदमै मनबाट भयो क्या, मलाई चाहिँ मनबाट भयो। त्यहाँबाट मैले 3टा किमो चढायो। 3टा किमो चढाइसकेपछि मलाई त्यो किमोले मलाई यस्तो गरेको थियो जसले भोग्छ उसलाई मात्रै थाहा हुन्छ के। कि त्यहाँबाट होइन मैले यो चढाउनु हुँदैन। आज म मेरो बालबच्चाहरू छ, मेरो श्रीमान छ, आफू ठिक छ होइन, आफू ठिक छ, सबै ठिक छ, आफू छ, सबै परिवार हुन्छ मेरो साथमा। म यो डिएक्सनको यो ड्रग्स महँगो भन्छ कि योलाई महँगो भन्न हुँदैन, हाम्रो शरीर छ त सबै कुरा छ के। त्यहाँबाट मैले यो जुन 3टा किमो चढाएँ, 3टा किमो चढाइसकेपछि चाहिँ मैले चाहिँ म यो ड्रग्स खान्छु, म ठिक हुन्छु भन्ने मलाई मनमा लाग्यो। त्यहाँबाट मेरो सरले पनि मलाई एकदमै केयर गर्नुहुन्छ के। आज उहाँ ड्युटी हुन्छ है, ड्युटी हुँदाखेरि उहाँ सरको घरमा आएर चाहिँ यो ड्रग्सहरू चाहिँ मलाई लगिदिनुहुन्छ के। त्यहाँबाट म अहिले 1 वर्ष भयो हुन्छ, अब लगातार खाएको चाहिँ यो के अरे साउनबाट हो है। खाना त यो महिना असारबाट अलिअलि खान थालेको थियो। त्यहाँबाट मैले कि राम्रोसँग चाहिँ साउनमा मैले त्यो 3टा किमो चढाएर नि भ्यायो, 8वटा चढाउनु पर्ने ठाउँमा मैले 3टा चढाएपछि मैले छोडिदिएँ कि। अरू मलाई यो किमोले ठिक हुँदैन, मलाई यही प्रोडक्टले मलाई ठिक हुन्छ, म यो खानुपर्छ भनेर मैले आज यो खाँदैछु होइन। मलाई एकदम आनन्द लाग्छ क्या। कहिलेकाहीँ त्यो समस्याहरू आउँछ, अन्न पानीको शरीर हो है, त्यही अन्न पानी खान नजानेर हामीलाई यस्तो रोगहरू निस्केको छ। कि मलाई अहिले आज मलाई एकदम आनन्द छ है, म त्यो रोग लागेको जस्तो मलाई लाग्दैन क्या। मेरो शरीर एकदम भलाचङ्गा छ, मलाई केही पनि हुँदैन। अब अरूले भन्छ क्यान्सर रोग लागेको छ मर्छ भनेर भन्छ, तर मलाई लाग्छ म त ढुक्क छु, मलाई त्यो क्यान्सर होइन, आज क्यान्सर भनेको कुनै पनि रोग होइन जस्तो लाग्छ कि। मलाई एकदम निरन्तर खाइराखेको छु कि यो, मलाई एकदम ठिक छु। म हिँड्न घरको काम गर्नमा एकदमै हल्का शरीर लाग्छ क्या। त्यही भएर यो चाहिँ सबैजनाले होइन एउटा विश्वास हो होइन, सबैजनाले यो खानु होला होइन।
त भन्दै म यति नै बोल्छु है।